शिक्षकै हुन नसक्ने परीक्षामा जाने पासै हुन नसक्नेलाई जबरजस्ती कानमा बोकेर देशलाई बर्बाद गराउनतिर किन लाग्ने? 60% आउन् न कि आउन्, देशका विद्यार्थीहरूको भविष्य बन्न सक्छ। 100 ठोक्नु भने ठोकिदिउँ, के भयो त? तपाईँहरूलाई त्यस्तो जाने राष्ट्रप्रतिको छैन, अरू नयाँको प्रवेश छैन, चाहिँदैन, यी पुरानै यिनी त्यहाँबाट चलाउँ भन्नुहुन्छ भने 100% भनिदिउँ। त्यही हिजो बेलुका मात्रै मलाई जाने पार्टीको अध्यक्षले खबरदार भनेर भन्नुभएको छ। मैले पनि खबरदार भनिदिएँ। क्युआर दिनुभएको छ साथीहरू, अहिले 1 मिनटमै तपाईँहरू भुल्ने कुरा नगर्नु। त्यस बेला कसैको असहमति पाए 60-40 टन भन्नुभएको छ मलाई। आज योले मानेन, अर्कोले मानेन भन्ने हो भने भोलि म पनि मान्दिनँ। कति 11-12 लाख विद्यार्थीको भविष्य मेरो सहीमाथि छ भने म गर्छु भनेर गरे। आज बिहान आधा घन्टा अगाडि भएको सहमतिमा ल सभापतिज्यू यसरी जाऊ भनेको कुरा आज जाने आधा घन्टाभित्रै यो फेरि यो अझ 7 दिनपछि छलफल तपाईँले आफ्नो राय राख्नुभयो। अन्तिममा गए धनराजले भनिसकेपछि टन भएकै हो। मैले लेखेकै छु ओके भनेर, यी कुरा पास, यी कुरा जाने नो भनेर लेखेकै छु। कानुन के यो मन्त्रीलाई अथवा सभापतिलाई अथवा कुनै दलको नेतालाई चाहिने हो भने त्यतै बनाउँ कानुन। व्यक्तिलाई काना लिने हो भने त मलाई लाग्छ यो विधेयक जाने अगाडि बढ्दैन। सबैको यो पास गरौँ, यो संविधान जस्तो छ। श्याम मान्नेज्यू, संविधान गलत तपाईँ हुनुहुन्थेन गरेर चाहिँ हामी आइरहेछौँ भने यस्तोमा पनि अर्काले भनेन मानेन, अर्कोले भनेर मानेन भन्ने कुराले तुक राख्दैन। मेरो आग्रह छ, अनुरोध छ, हात जोड्छु। Hardik IVF and Fertility Center, where miracles come to life. शिक्षा स्वास्थ्य समितिले विद्यालय शिक्षा कतिखेर ल्याउँछ भन्ने कुरा मात्रै मसँग आइरह्यो र यसलाई कसरी राम्रो बनाउन सकिन्छ र राष्ट्रलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर साँच्चै भन्नुहुन्छ भने यो अहिले पनि संविधान बनाए जस्तै छ। संविधान पनि यस्तै कुरा भएको थियो। अन्तिममा हामीले तल नागरिक सहितको जाने सुझाव दिएर कानुन के यो मन्त्रीलाई अथवा सभापतिलाई अथवा कुनै दलको नेतालाई चाहिने हो भने त्यतै बनाउँ कानुन। आम नागरिकका लागि कानुन बनाउने हो भने, आम विद्यार्थीका लागि कानुन बनाउने हो भने त हामीले सबै सुझाव लिएर 7वटा किताब त यही समितिमा पेश गरेका छ नि। अनि विज्ञहरूका सुझावको पनि एउटा किताब, 8वटा किताब त हामीले यो समितिमा, यही उपसमितिमा र समितिमा छलफल गरेर उपसमितिलाई यो पनि अध्ययन गर है भनेर पठाएको छ नि। 1738वटा दफा पनि यही समितिमा छलफल भएको छ नि मान्यहरूले। 58 भने यी सबै कुरालाई छिचोल्दै आएर हामीले नागरिक समाज, प्रदेश सरकार, यिनी महासङ्घ अनि के अरे गाउँपालिका नगरपालिका महासङ्घका सबैका राय सुझाव लियौँ। के गर्नुपर्छ भन्दाखेरि खुला रूपले जानुपर्छ है, अब नयाँलाई प्रवेश दिनुपर्छ भन्ने कुराको हरेकको दिमागमा आयो। त्यसो गर्नुभयो भने भनेर हामीले उहाँलाई भनिरहेछौँ, चिन्ता नगर्नुहोस्, कतिपय कुराहरू सरकारले सम्झौता गरेका कुराहरूलाई ग्रहण गर्नुपर्ने छ, कतिपय कुरा तपाईँहरूका कुराहरू पनि सुन्नुपर्ने छ भन्ने कुराहरू राखेर विद्यार्थीसम्मको सुझाव कसले अस्ति भन्दै थियो विद्यार्थीलाई सोध्नुभयो, विद्यार्थीसँग पनि हामीले अन्तर्क्रिया गरेर सुझाव लिएका छौँ। यो विधेयकलाई व्यवस्थित गरौँ भनेर मेरो मात्रै होइन, मेरो समितिको दिमाग पनि हाम्रो त्यही खर्च भएको छ। हामी 7 प्रदेश जाने घुमेर आएका छौँ। त्यसैले त्यसपछि अझ पनि त्यो राय लिँदा समितिले बढी गर्यो भन्ने कुरा गरिसकेपछि हामीले फेरि पनि फास्ट ट्र्याकमै जाउँ है भनेर हामीले फागुनबाटै यो बैठकलाई कन्टिन्यू गरौँ। समयमै यो जाने के अरे विधेयकलाई फेन्सिङ गरेर अगाडि बढौँ भन्ने कुरा गर्दाखेरि अब हामीलाई एउटा समस्या कहाँनिर समस्या हो, फागुनको 5 गतेबाट बैठक हामीले स्थगित गर्नु पर्यो। किन गर्न पर्यो भन्दा मन्त्रीजीको अपरेसन भयो, मन्त्री बिना बैठक बस्न सकेन। अब अपरेसन नगर्नुहोस् या आउनुहोस् भन्न त हाम्रो पनि दायित्व त भएन नि होइन। त्यतिसम्म 1 महिना चैतको 5 गते हामीले बैठक सुरु गऱ्यौँ, 8 गते उपसमिति निर्माण गऱ्यौँ र त्यो तरिकाले उपसमितिलाई 45 दिनको
35 दिनको टिआर दिएर पठायौँ हैन। त्यो हिसाबले अगाडि बढ्दै जाँदा उपसमितिलाई राता दिन स्वयं म त जाने उपसमितिमा बस्नुपर्ने थिएन नि अधिकार दिइसकेपछि यसलाई फास्ट ट्र्याकमा कसरी जान सक्छ। सभापति रुलिङ गर्ने मान्छेले पनि अलिअलि सुन्न पर्यो, त्यहाँ पनि कहीँनिर अलिकति साथीहरूलाई केही सुझाव दिन सकिएला भनेर प्रत्येक 5वटा बाहेक अरू 45वटा बैठकमा 40 बैठकमा बस्छु। मन्त्रीजी कुनै बैठकमा खाली हुनुहुन्न। पहिला पूर्व मन्त्री हुनुहुन्थ्यो, पछि जाने वर्तमान मन्त्री हुनुहुन्थ्यो। वर्तमान मन्त्रीजीले 2टा इस्युमा म सक्दिनँ भन्नुभएकै हो। बाल शिक्षा र जाने निजीको विषयमा यहाँ छलफल नगरौँ भनेपछि हामी सबै कुरा फेन्सिङ गरेर आयौँ। यी 2टा कुरा समितिमै छलफल गर्ने भनेर आएका। त्यो गरिसकेपछि जेठ 4 गते उपसमितिले हामीलाई प्रतिवेदन बुझायो। जेठ 4 गतेबाट 7 गते मैले समितिको बैठक राखेका छु। फेरि पनि मन्त्रीजीले भन्नुभयो अहिले पनि समय चाहियो भन्नुभयो। यससँग मैले समय दिनै हुँदैन भन्ने मान्यता पनि होइन। 3 दिन समय 5 दिन भन्नुभएको थियो, 3 दिन हो तपाईँले समय, अब यो रोक्न सकिन्न भन्यो। 3 दिनको समय दियो। फेरि 9 गते बैठक के भयो भनेर रिपोर्ट गर्नुहोस् भनियो। 9 गते सक्दैन मलाई 1 हप्ता चाहियो भन्नुभयो। अब त्यस बेला पनि अब सरकारको मागलाई त हामीले सम्बोधन गर्न पर्यो भनेर 18 गतेसम्मलाई चाहिँ त्यो म्याद दियो। अझ लम्बिएर गयो। त्यसपछि फेरि पनि बैठक गरियो 18 गतेको बैठकमा पनि अझै तय हुन सकेका छैन है भनेर जाने भनिसकेपछि अब अहिले बैठक आज भने जस्तै बैठक नतोकिदिनुहोस्, म तयार गर्दैछु भनेपछि हामीले त्यो पनि स्वीकार्यौँ। 31 गतेबाट बैठक कन्टिन्यू हुन्छ भनेर भन्नुभयो। 31 गतेबाट पनि सम्भव भएन। हामीले साँच्चै कुरा भन्नुहुन्छ भने हामीले यो बैठक जम्मा 11, 12, 13, 14, 15 आज 16 हामीले गरेको 7 दिन लाग्दो रहेछ त यो काम गर्नलाई। यत्रो दिन हामीले पर्खिन पर्यो। 7 दिनमा यसलाई जाने तयार त हामीले गर्यौँ। 10वटा बैठक हामीले त परामर्शका मात्रै भने यो तरिकाले राष्ट्र यो विधेयकले कुनै व्यक्तिलाई काना लिने हो भने त मलाई लाग्छ यो विधेयक जाने अगाडि बढ्दैन। होइन, राष्ट्रप्रति र राष्ट्रका विद्यार्थीहरूप्रति, राष्ट्रका नागरिकहरूप्रति उत्तरदायी सरकार हो र सबै राजनीतिक दल हुन् भने यो विधेयकमा अब तलमाथि गर्न उपयुक्त हुँदैन। मेरा धेरै चलाइ दृष्टिकोण। साँच्चै कुरा भन्नुहुन्छ भने यो विधेयकमा तपाईँहरूले अहिले 2टा कुरा राख्नुभयो, मेरा धेरै कुरा छ। मैले धेरै कुरा पचाएको छु, उपसमितिमा पनि राखेर सकिन्छ कि भनेको उहाँहरूले मान्नु भएन, म पचाएर राखेँ। किनभने म सभापति भए हुनाले धेरै कुरा मलाई पनि प्रेसर छ नि। हिजो बेलुका मात्रै मलाई जाने पार्टीको अध्यक्षले खबरदार भनेर भन्नुभएको छ। मैले पनि खबरदार भनिदिएँ। कसैलाई खबरदारीले मात्रै जाने अब यो विधेयक बन्छ। त्यसकारणले यो समितिले तपाईँ सरकारलाई पटक पटक समय दिएको छ। आज पनि हिजो मैले यो बैठक बाट जाने पास गर्दै थिएँ। हिजो मलाई 10 मिनट समय दिएको भए पास गर्दै थिएँ। यहीँभित्रै गजब बुझ्नु भयो हुनाले रोकियो। आज पनि म तपाईँलाई भन्छु परामर्श किन बनायो। मन्त्रीलाई राखेर छलफल गरेका छ, प्रमुख सचेतकलाई राखेर छलफल गरेका छ, पार्टीका जिम्मेवार नेतालाई जाने उपाध्यक्ष धनराजजीलाई बसालेर छलफल गराएको छु मैले। अरू जाने परामर्शका साथी त छँदै हुनुहुन्छ। राखेर बिहान पनि मलाई टिआर दिनुभएको छ साथीहरू। अहिले 1 मिनटमै तपाईँहरू भुल्ने कुरा नगर्नु। त्यस बेला कसैको असहमति पाएन। 40 टन भन्नुभएको छ मलाई। त्यही गर्नु सभापति जो भन्नुभएको। अनि त्यसपछि 2-3वटा कुराहरू पनि थिए, ती पनि टन भन्नुभयो। यी कुरा हुन्नन् भन्नुभयो। हुन्नन् भनेको कुरा मैले त्यो इन्कार गरेकै छु। परामर्शमा छलफल गरेर यहाँ निष्कर्ष निकाल्नु सबै मान्यहरूले किन परामर्श बनाएका हुन् भने तपाईँहरू हामीमा छलफल धेरै हुन्छ, तपाईँहरू 4-5 जना बसेर त्यहाँबाट सहमति ल्याउनु भयो भने हामी ओके गर्छौँ भन्नुभएको। किनभने यहाँ छलफल धेरै गर्नुपर्ने, धेरै लामो जान्छ। यसलाई तपाईँहरू नेताहरूप्रति हाम्रो विश्वास छ र यो परामर्शमा निष्कर्ष मैले पटक पटक तपाईँहरूको परामर्श छोडेर मान्यज्यूहरूसँग आएर भने ल जसरी हुन्छ निष्कर्ष निकालेर ल्याउँ, हामी मन्जुर छौँ, हामी यहाँ पूर्ण तयारी छौँ भन्नु भने त्यो हिसाबले बिहानको आधा घण्टा अगाडिको परामर्शमा सहमति हुने। यो
चाहिँ चाहना होइन। म त भन्दिनँ ल 75 हुन्छ भनेर ठोकिदिउँ होइन, 100 ठोक्नु भनेर ठोकिदिउँ। के भयो त? तपाईँहरूलाई त्यस्तो जाने राष्ट्रपतिको छैन, अरू नयाँको प्रवेश छैन, चाहिँदैन, यी पुरानै यिनी जहाँबाट चलाउँ भन्नुहुन्छ भने 100% भनिदिउँ। त्यही भित्रबाट अहिले कति 46,000 कि 42,000 हामीले दरबन्दी क्रिएट गरेका छौँ। ती 42,000 दरबन्दीमा जति पढाएका छन् तिनलाई ओके गरिदिउँ। स्वतः थाई भन्ने छ, स्वतः थाई गरौँ भने पनि गरिदिउँ। अन्यथा देशको शिक्षालाई सुधार्ने हो भने गुणस्तर चाहियो। शिक्षकहरूले मात्र होइन, शिक्षकहरूलाई त हामीले सुविधा दिने हो। शिक्षकहरूको काम ती विद्यार्थीप्रति उत्तरदायी हुन् भनेर हामीले सुविधा दिएको। आज त्यस कारणले पनि आज योले मानेन अर्कोले मानेन भन्ने हो भने भोलि म पनि मान्दिनँ, अघि पनि मान्दिनेहरूले भनिसक्नु। मेरा रिजर्भ धेरै छन् है। मैले त तपाईँहरूले आज 60-40 को मान्नु भएको छैन, मैले त 60-40 का कुरै छैन। तपाईँहरू यो कुनै शिक्षाको सिद्धान्त होइन। मैले उनीहरूको बीचमा भाषण गरेर गाली खाएर पनि मैले सामना गरेँ। परीक्षामा सामेल हुने वा गोल्डन एल्सीमा सामेल हुने, राहतकै केन्द्रीय अधिवेशनमा गएर मन्त्रीज्यू जाने प्रमुख अतिथि हुनुहुन्थ्यो, म विशेष अतिथि भएर गएको थिएँ। उहाँले किन बोलिस् तैँले भनेर, यस्तो त नबोले हुन्थ्यो, अलिक सजिलो गर्नुहोस् सभादेखि, यस्तो नगर भन्नु। मैले होइन, सामना गरेर जाने ल, मलाई रोके 15-20 मिनट, म भाषण गर्न तयार छैन। म मेरो काम के हो केही गर्दैन। म स्वतः थाई गर्ने कुन कानुनमा लेखिया छ भनेर हकारेर आउने। सरकारका पक्षमा म त प्रतिपक्षको भाग पर्या यो समितिमा प्रतिपक्ष आएको। सत्ता पक्षका बिचमा म पनि म अहिले प्रतिपक्ष भए पनि यो राष्ट्र बनाउनमा प्रतिपक्षको दायित्व हुन्छ कि हुँदैन? मेरो पनि दायित्व हो। यो राष्ट्रलाई बचाउनु पर्छ, राष्ट्रलाई अगाडि बढाउनु पर्छ भनेर मैले त्यो धारणा राखेँ। सही पनि गरेँ मैले। आत्मआलोचना गर्नु पर्यो। तपाईँहरूले सही गराउनलाई नगर्ने हुँदैन भन्नुभयो। त्यस कारणले सही गराउँदा पनि मैले भने 11-12 लाख विद्यार्थीको भविष्य मेरो सही माथि छ भने म गर्छु भनेर गरेँ। मैले कुनै आफ्नो व्यक्तिगत धारणा कसैको दबावमै मात्रै होइन। मेरो धारणा ती 12 लाख विद्यार्थीहरू जबसम्म आन्दोलन रोकिँदैन तिनको भविष्य बिग्रिन आँट्यो भनेर गरेँ। त्यसैले मैले यहाँ जति आलोचना खप्नुपर्छ थाहा थियो त मलाई। त्यही बैठकबाट उठेर गएको छु। खबरदारै जवाब दिनाइ सही गर्ला भन्नुभएको छ उहाँहरूले। अब त्यहाँ गएर बाध्य भएर मैले सही गरेँ। मेरो सात बाबु उपसमितिको मान्छे भाषण गरेर हिँडे। मैले असंसदीय काम भए पनि होला भनेर मैले सही गरेर आएको। त्यसमा सही गर्ने एकजना तपाईँ पनि हो। तपाईँ यहाँ सदस्य आइसकेपछि त अब म त ढुक्क मेरो साथी आइसक्यो भने है। अस्ति पनि भने आज बिहान आधा घन्टा अगाडि भएको सहमतिमा ल सभापतिज्यू यसरी जाऊ भनेको कुरा आज जाने आधा घन्टा भित्रै यो फेरि यो अझ 7 दिनपछि छलफल तपाईँले आफ्नो राय राख्नुभयो। अन्तिममा धनराजले भनिसकेपछि डन भएकै हो। मैले लेखेकै छु ओके भनेर। यी कुरा पास, यी कुरा जाने नो भनेर लेखेकै छु। त्यस कारणले कसका दबावमा परेर म यति कुरा तपाईँहरूलाई राख्न चाहन्छु। अहिले पनि यति कुरा के राख्न चाहन्छु भन्दा यो विधेयकमा 60-40 लाई तपाईँ हामीले उनीहरूले चाहेको स्वतः थाई हो। स्वतः थाईबाट अहिले पनि 60 भित्र हामी पढ्दैनौँ भन्ने छ। शिक्षकै हुन नसक्ने, परीक्षामा जाने पासै हुन नसक्नेलाई जबरजस्ती कानमा बोकेर देशलाई बर्बाद गराउनतिर किन लाग्ने? 60% आउन न कि आउन, देशका विद्यार्थीहरूको भविष्य बन्न सक्छ। आउन नसक्ने जसरी पनि पास गरिदेऊ। मलाई पनि आशा गर्नुहोस्, मैले पनि 100-200 राहतका टिचरहरू नियुक्ति गरे। अहिले के भन्छ? नियुक्ति गर्यौ अहिले हामीलाई फालिदिने दैलेखका लागि भइदिए ठोकिन्थे साथी हो। यो राष्ट्रका लागि हो सक्दिन भन्दिन। दैलेखका लागि मात्रै भइदिए भए तिमीलाई ठिकै छ भनिदिन्थे। अब राष्ट्रको लागि बनाउनु पर्ने छ।
भनिरहेको 60-40 को त मेरो सिद्धान्तै थिएन। तपाईहरुले सरकारले 50 भनेर ल्याएर यहाँ मेरो हात पाडिसकेपछि मान्य सदस्यले आज तपाईहरु सरकारले 50 भने पनि टेक्नेवाला थिएन। मैले सरकारको पक्षमा हो त्यो त काम, हाम्रो समितिको पक्षमा हो र भने अझै समितिका सदस्यहरूले सभापतिज्यू सरकारले स्वीकार गर्छ, तपाईँ किन लफडा गर्नुहुन्छ भनेपछि म पछि हटेँ। भर पाए हुँदैन भने तिमी अब त्यो पनि चुप लाग्नु भन्नु हो, म चुपै लागेँ। सरुवामा अहिले पनि मेरो इतराप छ, सरुवामा चक्रिय प्रणाली नै हुनुपर्छ भन्ने भइसक्यो। तर कस्तो भयो त्यही भित्र मुगुमा भएको टिचर सुविधायुक्त ठाउँमा आउन पाउनु पर्यो नि, सुविधायुक्त भएको टिचर मुगु जान पाउनु पर्यो नि। त्यस्तो कुराले मात्रै देश बन्छ। अन्यथा यी एक व्यक्तिका कुरा सुनेर कसैको खुट्टो दुखिया छ मलाई भने भरमा त्यसले भनेको कुरा मानिदिनुपर्छ, त्यसलाई राहत दिनुपर्छ भन्ने कुरा गर्नु हुँदैन। अब बाङ्गोका नाउँमा यस्तो आउनु बाङ्गो भएलाई मास्टर बनाउने काम गर्नुहुन्न। अब बाङ्गोको प्रकृति हेर्नु पर्यो नि। त्यसकारण माननीय मन्त्रीज्यू, माननीय प्रमुख सचेतकज्यू, मेरो आग्रह छ यत्रो पोस्ट पहिले बोल्यो हुँदैन भनेर भन्नुहोस्। कोही छ सबैको यो पास गरौँ, यो संविधान जस्तो छ। श्याम मान्यज्यू संविधान गलत तपाईँ हुनुहुन्थेन। 7 दिन पर्खिनुहोस्, संविधान अहिले रोक्नुहोस् भन्यो। आइसकेपछि यो संविधान अब फेरि संविधान सभा भङ्ग हुन्छ भन्ने मानसिकता बनेरै हामी सांसदहरूले धर्ना दिएका। संविधान एकै दिन 200 दफा पास गरेकै हौँ, तर त्यस बेला चुकेका छौँ। त्यो चुकिया कुरा सवाड्नुहोस् भने तपाईँहरू सवाड्नुहुन्न तपाईँ होइन भन्ने। संविधान संशोधन गरौँ भने बेला तपाईँहरूलाई प्रमुख सचेतक राखेर यो संविधान संशोधन गरौँ है, यो शिक्षा सुधारिँदै भने होइन भन्दाखेरि त्यो नगर्नुहोस् है पछि गरौँ भन्ने तपाईँहरू। अब त्यो पनि तपाईँहरूले नमानेर म फेरि पनि ब्याग भएँ। संविधान संशोधनै गरेर यो शिक्षा सुधार्नुपर्छ भन्ने पनि तिमी। अब हरेक कुरा तपाईँहरूका कारण मैले त बार है मैले 3 जना सचेतकसँग सुझाव दिएका यही हुन्छ। संसदमा के हाल्यो श्यामजीलाई सोधेछु, बर्दौलासँग सोधेछु, हाम्रो जाने के अरे सोधेछु, अरूलाई पनि सोधे। 3 जनालाई त किनभने मुख्य पात्रै नै छ, मलाई सजिलो पार्ने अप्ठ्यारो पार्ने भन्ने सोचेकै छु। सोधेछु म तपाईँहरूलाई असल ल्याउनुहोस् भने। अस्ति पनि समितिहरूले समिति उपसमिति गठन गर्नुहुन्न भने होइन तपाईँहरूले परामर्श समितिलेबाट चलाउनु पर्यो सभापतिको नेतृत्व भन्ने समिति होइन। फेरि मैले तपाईँहरूसँग आग्रह गरेँ, ए प्रभु म सभापति भएको मान्छे फेरि त्यो समितिको जाने उपसमिति बन्यो भने त समितिमै राखेर छलफल गरे भइगयो नि भनिदिनुहोस् न तपाईँहरू भनेर तपाईँहरूलाई गुहार पनि मागेको छु। ल गुहार मागेपछि यसरी गरौँ भन्नुभयो तपाईँहरू 3 जनाले हुन्छ भनेर ल्याएर यस्तो छ है साथीहरू नगर न, म सभापति जाने उपसमितिमा कहाँ हुन्छ अनि परामर्शमा किन बसेका भन्ने पनि प्रश्न हुन्छ। परामर्श भनेको कुरा एउटा सहमति गर्ने त्यो टुङ्गोमा विषयगतमा जाँदैन भनेर त्यो कुरा गरिएको छ। यसलाई पछाडि हट्ने समयमा सरकार मागेको छ, मागेर नदिए के नदिने भनेर कुरा मन्त्रीजीले पनि धेरै नभन्दा हुन्थ्यो होइन। मैले म सभापति त मेरो पनि त्यस्तो तपाईँको भावना हो, मेरो पनि इच्छा छ। तर हुँदाहुँदै यो म त यहीप्रति यो मान्यहरूप्रति उत्तरदायी छु त यो। मान्यहरूले जे भन्छन् मैले त ओके गर्नै पर्छ। हुन्न चुप भन्न त मिलेन नि मैले। म त सभापति हो, उहाँहरूको अभिभावकत्व ग्रहण गर्नुपर्छ, उहाँहरूको धारणा मैले राख्नुपर्छ। सरकारलाई पनि यो ट्र्याकमा आऊ है। यो सैद्धान्तिक कुरामा हेर्ने हो भने संसदीय समिति संसद प्रति उत्तरदायी सरकार हुनुपर्छ। सरकार प्रति उत्तरदायी संसदीय समिति हुने हो भने भन्नुहोस् तपाईँ के माग्नुहुन्छ भने अस्ति भनेको तपाईँलाई फिर्ता लिने अधिकार छ। यो प्रस्ताव गरेपछि यो विधेयक फिर्ता लिने अधिकार छ। फिर्ता माग्नुहुन्छ भने 1 करोड खर्च भइसक्यो, सरकारै भएको छ होइन। मेरो फाल्तु पनि खर्च गरेको छैन। 1 करोड लगानी गरेर यो विधेयक यहाँसम्म सर्वसम्मत रूपमा लिड गरेर चाहिँ हामी आइरहेछौँ भने यस्तोमा पनि अर्काले भनेन मानेन, अर्कोले भनेर मानेन भन्ने कुराले त्यो
लाग्दैन। मेरो आग्रह छ, अनुरोध छ, हात जोड्छु। तपाईहरुसँग मेरा कमी कमजोरलाई म आत्मआलोचित हुनुपर्ने, आत्मआलोचित हुन पनि म तयार छु। तर विधेयकलाई 2 दिन 3 दिन नभनेर हिजो पास हुन्थ्यो। एक दुईजना मान्छेहरूले अलिक भित्र पास गर्ने एक बन्दी बाहिर आएर टेलिभिजन देखेर अर्को बन्दिने गरेपछि मलाई रिस उठेको छ। उहाँहरू पनि यस्तै कुरा भएपछि ट्याकको छापिदिने हैन। अब त्यो हिसाबले हिजो पास हुन्थ्यो, हिजो पास भइसके भए आज कहाँ आउनुहुन्थ्यो? छविलाई र मलाई अलि शङ्का नछोडिया भए हिजो पास भइजान्थ्यो हैन। त्यसो भएको हुनाले आज तपाईहरुले बिहान पनि 1-2 घण्टा अगाडि सहमत गर्नुभएको छ, ल ओके भन्नुभएको छ, सकेसम्म उहाँले भनेको कुरा राख्नु भएको यस्तो छ भनेपछि तपाईहरुले सहमति खोजिरहेको थियो भने आधा घण्टा उनीहरुसँग बस्छौं, मान्छन् नमाने त्यही कुरा ल्याएर आउँछौं भनेर तपाईहरुलाई त्यो आधा घण्टाको समय मैले दिएको हैन। त्यसो भएको हुनाले यो कुरालाई चाहिँ गम्भीरता साथ तपाईहरुले लिदिन। निर्णय त मैले सुनाउने भने तपाईहरुले सुनाउने।